तँलाई के चाहियो भन्न किनिदिउँला, तर फिल्म हेर्न चाहिँ मसँग पैसा माग्ने होइन। हेलो मुभी लभर, हाउ आर यु? आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। आजको भिडियोमा हामी नेपालको 10वटा यस्तो फिल्म रिकमेन्डेसन गर्दैछौँ जुन चाहिँ तपाईँहरूले हेर्नै पर्ने हुन्छ। आई थिङ्क तपाईँहरू सबैजनाले फिल्म त हेर्नुहुन्छ। आँखा र कान हुँदा हुँदै आन्दो र बाहिर बन्न पर्ने, कसरी बन्ने? तर अब यस्तै फिल्म हेरेर कहिलेसम्म बस्नुहुन्छ? आउनुहोस्, आजको भिडियोमा हामी नेपालको 10वटा यस्तो फिल्मको चर्चा गर्दैछौँ जुन चाहिँ तपाईँले हेर्नै पर्ने हुन्छ। भिडियो एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ, सो सुरुदेखि अन्तिमसम्म हेर्नुहोला। फिल्मको काम भनेको मान्छेलाई हँसाउने, रुवाउने र आफ्नो फिल गराएर टाइम ट्राभल गराउन सक्नुपर्छ, नोस्टाल्जिक बनाउन सक्नुपर्छ। तर अहिलेको धेरै जस्तो फर्मुला फिल्मले यस्तो गर्न सक्दैन, किनभने त्यो फिल्म केवल पैसा कमाउनको लागि मात्र बनाएको हुन्छ। तर आजको भिडियोमा हामी 10वटा यस्तो नेपाली फिल्मको कुरा गर्छौँ जसले केवल पैसा मात्र कमाएन, नेपाली दर्शकको माया र नेपाली फिल्म इतिहासमा एउटा छुट्टै नाम बनायो। यो लिस्टमा केवल आर्ट हाउस फिल्म मात्र होइन, यसमा सबै प्रकारका राम्रा फिल्महरू समावेश छन्। बुवा र मेरो विचार मिल्दैन थियो होला, तर म यो रमिता चाहिँ हेर्न आएको नै। सेतो सूर्य फिल्ममा हामीले दण्डकाल पछिको कथालाई देख्न सकिन्छ। मृत्यु जस्तो कुरामा पनि राजनीति र जातीय कुराको असर देखाउन खोज्नु भएको छ। गाउँमा शव बोक्ने मान्छे पनि पाइन्न, जनयुद्ध सकिए पनि मान्छेको मनको युद्ध सकिएको छैन भन्ने कुरा यो मुभीको डाइरेक्टर दीपक रौनियालले देखाउन खोज्नु भएको छ। मन परेको फुल सुके पनि रसिलो, धोका त दिँदैनस् नि तिमीहरूले। नम्बर 2मा रहेको छ पशुपति प्रसाद। गाउँमा पशुपति नाम गरेको केटो भूकम्पमा आमा बुवा मरेपछि ऋण तिर्नको लागि काठमाडौँमा आएर गर्ने सङ्घर्षको कथा यो फिल्मको मुख्य कथावस्तु हो। यो फिल्मले दर्शकहरूलाई त्यो समयमा ठुलो सरप्राइज गरेको थियो र यो फिल्ममा खगेन्द्र लामेछाने र विपिन कार्कीको दमदार अभिनय देख्न सकिन्छ। र यो फिल्मको डिरेक्टर हुनुहुन्छ दिपेन्द्र के खनाल। नुमाको आमा दक्षिणा राखिस् के? थालको छेउमा छ। र नम्बर 3मा रहेको छ फिल्म नुमाफुङ। नवीन सुब्बाले डिरेक्सन गरेको नुमाफुङ नेपाली सिनेमाको क्लासिकल आर्ट फिल्म मानिन्छ। यो फिल्ममा लिम्बू कल्चर र बिहेको संस्कार संस्कृति देख्न पाइन्छ भने सुनौली रुपौलीको कथावस्तु मुख्य सार हो। नम्बर 4मा रहेको छ फिल्म ऐना झ्यालको पुतली। मलाई लाग्छ सुजित बिडारीले यो फिल्ममा आफ्नो बाल्यकाल कैद गर्नुभएको छ। दुईटा दिदीभाइको कथा छ जसले तपाईँ हामीलाई टाइम ट्राभल गराउने पक्का छ। साधारण कथावस्तु नेचुरल एक्टिङले गर्दा यो फिल्म एकदमै राम्रो बनेको छ र यो फिल्मले तपाईँ हामी सबैलाई नोस्टाल्जिक बनाउँछ। त्यत्रा मान्छेको गाडी मसँग बिहे गर्छु भन्नु शर्म लागेन तँलाई? मनको कुरो भन्नलाई के को शर्म हो? नम्बर 5मा रहेको छ फिल्म टलकजङ भर्सेस टुल्के। टलकजङ भर्सेस टुल्केमा हामीले एउटा अपमान र असफलताले थिचिएको मान्छे जो गाउँ फर्केर आफ्नो सम्मान र अस्तित्वको लागि गरेको सङ्घर्ष देख्न पाइन्छ भने यो फिल्ममा खगेन्द्र लामेछाने र रिचा शर्माको मास्टर क्लास एक्टिङ देख्न पाइन्छ र यसको डिरेक्टर हुनुहुन्छ निश्चल बस्नेत। बिहा गर्नलाई लगन जुर्नै पर्छ दाइ? आफ्नै सुल्टिने तानेर ल्याउन है, लगन न। नम्बर 6मा रहेको छ फिल्म कबड्डी। मलाई लाग्छ रामबाबु गुरुङले बनाउने धेरै फिल्मले नेपाली सिनेमा क्षेत्रमा ठुलो अर्थ राख्छ र कबड्डी फिल्म नहेर्ने त प्राय कमै होलान्। कबड्डी फिल्ममा एउटा सिधा सादा केटाले माया पाउनको लागि गाउँको परम्परा, प्रतिस्पर्धा र आफ्नो कमजोरीसँग गर्ने सङ्घर्षको कथा देख्न सकिन्छ। यो फिल्मले दया र विजय जस्ता कलाकार पनि मेन स्ट्रिम सिनेमामा काम गर्न सक्छन् भन्ने प्रमाणित गरेको सिनेमा हो। नम्बर 7मा रहेको छ मुभी साम्बाला। नेपाली सिनेमा क्षेत्रले पाएको एउटा अमूल्य उपहार हुन् मिनबहादुर भाम। उनले बनाउने हरेक फिल्म एउटा मास्टर क्लास जस्तै हो। साम्बाला मुभीमा हामीले एउटा महिलाले परम्परा, समाजका बाधाहरू बीच कसरी आफ्नो पहिचान र स्वतन्त्रताको खोजी गर्छन् भन्ने कुराहरू देख्न सकिन्छ। यो मुभी बर्लिन इन्टरनेसनल फिल्म र विभिन्न ठुल्ठुला फिल्म फेस्टिभलमा पनि सिलेक्ट भएको थियो। नम्बर 8मा रहेको छ मुभी झोला।
झोला फिल्ममा हामीले सती प्रथाको कठोर परम्पराले एउटी महिलाको जीवन र आमाको मायाबीच हुने दर्दनाक सङ्घर्ष देख्न सकिन्छ। यो फिल्मको कथावस्तु भनेको कान्छी नाम गरेको एउटा केटीको बिहे वृद्ध पुरुषसँग हुन्छ। त्यसपछि केही समयपछि त्यो वृद्ध मान्छेको मृत्यु हुन्छ र कान्छीलाई सती जान बाध्य पारिन्छ र त्यसपछि उनले गर्ने सङ्घर्ष नै यो फिल्मको मुख्य विषयवस्तु हो। र यो फिल्मका डाइरेक्टर यादव कुमार भट्टराई हुन् र उनले योभन्दा पछाडि कुनै पनि फिल्म बनाउनु भएको छैन र उनको फिल्मको लागि धेरै दर्शकहरू प्रतीक्षामा हुनुहुन्छ। नम्बर 9 मा रहेको छ फिल्म लुट। लुट फिल्म नेपाली मोडर्न सिनेमाको टर्निङ पोइन्ट हो। यो फिल्मबाट निश्चल बस्नेतले नेपाली फिल्म इन्डस्ट्रीमा उथलपुथल ल्याउनु भएको थियो, किनभने योभन्दा अगाडि बन्ने ओभर ड्रामेटिक शैलीलाई नेचुरल शैलीमा परिणत गरेको थियो। लुट फिल्ममा हामीले काठमाडौँमा बस्ने केही गरिब र समस्यामा परेका युवाहरूको कथा देख्न सकिन्छ र यो फिल्मलाई दर्शकहरूले धेरै मन पराएका थिए। नम्बर 10 मा रहेको छ फिल्म कालो पोथी। कालो पोथी फिल्ममा हामीले माओवादी दण्डकालको कथा देख्न सकिन्छ। यसमा भएका दुई पात्र प्रकाश र किरण जो गाउँमा बस्ने साथी हुन्। एक दिन उनीहरूको कालो कुखुरा हराउँछ। त्यसपछि उनीहरू त्यो कुखुरालाई खोज्ने एउटा यात्रामा निस्किन्छन्। त्यो यात्रामा भोग्ने दण्डकालको कथा नै यो फिल्मको मुख्य विषयवस्तु हो र यो फिल्मका डाइरेक्टर हुनुहुन्छ मिनबहादुर भाम र यो फिल्म देश तथा विदेशका ठुल्ठुला फिल्म फेस्टिभलहरूमा सिलेक्ट भएको थियो। यी बाहेक पनि धेरै नेपाली फिल्महरू छन् जसले नेपाली सिनेमा इतिहासमा नयाँ बुट्टा भरेका छन्। प्रकाश, साँगुरो, हाइवे, कागबेनी, आमा, यी मध्ये तपाईँले कुन कुन फिल्म हेर्नुभयो कमेन्ट गर्नुहोस् र यस्तै नयाँ नयाँ नेपाली फिल्म सम्बन्धी जानकारी अपडेटहरूका लागि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।